सबैजनालाई बिहानीको शुभ प्रभात भन्दै सबैलाई स्वागत गर्न चाहन्छौँ। हामी आज चाहिँ तपाईहरुलाई बाइक ब्लगिङको भिडियो लिएर आएको छु। अनि हामी चाहिँ अहिले क्रिस्टीको डाँडामा नास्ता खाएर अनि हामी रेडी अवस्थामा छौँ र अनि हाम्रो टिम यहाँ हुनुहुन्छ। ल हामी 5 जना दाजुभाइहरू मिलेर एकदम लामो यात्रा, अति नै लामो यात्रामा हामी तय गर्न जाँदैछौँ। त्यसकारणले गर्दाखेरि हेरौँ कस्तो हुनेछ अनि कहाँ जाँदैछौँ भन्ने कुरा भिडियो हेर्दै गर्नुहोस्, त्यो तपाईहरुले थाहा पाउनुहुनेछ भन्दै अब हामी तपाईहरुलाई हाम्रो यात्रामा प्रवेश गराउनेछौँ। मनोरञ्जनात्मक हुनेछ अनि केही नयाँ नौलो दृश्यहरू पनि हामी देखाउनेछौँ र हाम्रो एकदम एउटा टिम बन्डिङ रहेको छ, टिम एकता। अनि यसलाई चाहिँ हामी लिएर हामी एकदम राम्रो जर्नी सुरु गर्दैछौँ। त्यसकारणले सबैजनालाई ढिला नगरिकन स्वागत भन्न चाहन्छु मेरो युट्युब च्यानलमा। अनि यदि तपाईले यो युट्युब च्यानल हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गर्न र अनि शेयर गर्न नबिर्सिनु होला भन्दै आजको ब्लगमा हामी छिर्नेछौँ। हुन्छ, थ्याङ्क यू सो मच। अहिले हामी राइडतर्फ लागेका छौँ। यो हाम्रो राइड लगभग निकै नै रमणीय राइड हुनेछ। ल फाइनली साथीहरू अफ रोड सुरु भइसकेको छ है। अफ रोड सुरु भइसकेको छ। अहिले हामी यो एउटा गाउँमा प्रवेश गरिसकेका छौँ अनि यसको बाटो यस्तो छ है। एन्ड तपाईहरु पनि यो बाटो हुँदै राइड गर्न सक्नुहुनेछ। चिप्लो बाटो छ, एकदम बिस्तारैसँग बढ्छ, नत्र पनि लड्न सक्छ। ओहो के हो यो बाटो त कोही हिँडेन क्या हो, लड्न सक्छ है। एकदम होस विचार पुऱ्याएर राइड गर्नुपर्छ। ओ माई नेम, अस्ति नै त यही बाटो आएको हो। ओहो आइया लडे नि फाइनली। यस्तो दिमाग खराब। ग्लोभ्स लाउनु पर्यो यार, हात दुख्यो। हात दुख्यो, ठोक्यो के। चिप्लो छ साथीहरू, आज के हुन्छ थाहा छैन है। अब जे हुन्छ जे आइज। यस्तो बाटो छ यार, होइन हामी चितवन पुगिन्छ। डेन्जर चिप्लो छ यार।
Yeah. आम्बो हात गल्यो यस्तो सर यस्तो हुन्छ कि रोकियो भने तनाव हुन्छ कि हात गल्यो यार औडे हो नाच्दै हुन्छ अनि बाइक चिप्लो हो एकदम त्यसको त गोटी ठुलो छ भन न आया राजु दाइहरूलाई मैले यो चिप्लो बाटो उहाँदेखि बोकेर लिएर आएको तलबाट सुन्ने छ नि त्यहाँ सुरुको लडाइँले चाहियो सानो मात्रै रहेछ टुक्क निरुला ल न यो पहिला यो बाटो आउँदा कस्तो थियो यार अहिले कस्तो भएछ बाफ्रे एकदम चिप्लो साथीहरू त्यही भएर मान्छेहरू नहिँड्दो रहेछ जस्तो लाग्यो साथीहरूलाई त कुर्नु पऱ्यो फेरि बाटो फेरि उसमै छ यार फाइनली भन्ने हुन्छ फेरि फाइनली बाटो यस्तो छ यार बाफ्रे सुरु भयो एकदम बिहान हिँड्छ धेरै पटक गरेँ म शरीर थाकिसक्यो यार यो बाटो देखेर सक्यो भाइ आम्बो औडे चाहिँ बाटो यार
भाइ त आफै नि हिँडिरहेको यार लड्छ ढुक्कै हो आइछ त्यहाँ लड्छन् के पक्कै बाहिर आउँदैछ है कोक पछिको इनर्जी चार्ज गरे लगतै अब फेरि हामी राइडमा निस्क्यौँ अब लास्टै दिनु एकैछिन अगाडि भाइ छ आशिष भाइ प्रेम भाइ पवन भाइ मोहन पछाडि छ जाम अब तेरी का बात आई है ल र अन्त हारौँ नि त जाने हो फ्रेन्ड जाने हो जाने हो छिराइदिनु ल अब यहाँ चाहिँ अलिक खोलाको टेक्निकल बाटो झार्दैछौँ कस्तो दामी ठाउँ छ यार केटाहरू के गर्नु यस्तो यार
ट्राफिक यार Oh my god! What? Here we go. You ready, guys? Here. आयो हातै गल्यो यार के भयो लडे भाइको उ भयो क्या यहाँ त डेन्जर पटाउनु पर्छ यार डेन्जर गएर रहेछ यहाँ त म सोचेको यति भिज्यो